एकदम राम्रो भ्यू देखिरहेको यहाँबाट चाहिँ। गाइज गुड मर्निङ, शुभ बिहानी, हजुरहरूलाई स्वागत छ न्यू ब्लगमा। आज चाहिँ हेर्नु धौलागिरी माउन्टेनको एकदम राम्रो भ्यू देखिरहेको यहाँबाट चाहिँ। हिजो पानी परेको भएर आज चाहिँ मौसम एकदम क्लियर छ है गाइज, एकदम हिजो त शिवरात्रि मौसमले च्यालेन्ज नै हान्यो। आमा आज कतिको जाडो भइन्छ, हिजो पानी परेको भएर साह्रै जाडो भइन्छ होइन, चिसो भख। अब त घमाउँछ कि आमा, फागुन लाग्यो। आमा कति वर्ष हुनुभयो, कति वर्ष हुनुभयो तपाईँ, कति साले हुनुहुन्छ? 1 साले भनेपछि त 82, अब 83, 82 भनेपछि अब 82। कुन महिना कि? ए त्यसो भए तपाईँ 82 पुरा पर 83 लाउनु रहेछ। अब हाम्रो आमा चाहिँ जब गर्दै हुनुहुन्छ है उहाँ साथीहरू। निस्किन्छ साथीहरू, हाम्रै होइन करेसबारी हो यो चाहिँ हाम्रो। कति राम्रो फुल छ वहाँ, आमाले रोपेको बन्दा। आमाले बाट हेर्दै हुनुहुन्छ, हामी हिँड्यौँ भनेको। आमाले उहाँबाट हेर्दै हुनुहुन्छ। ट्याक्सी कुदाएको गाइस, न ट्याक्सी आउँछ न अटो आउँछ। बिहानको टाइममा यस्तो हो ठ्याक्कै हो, नै पाइँदैन दिउँसोमा जति पनि पाइन्छ बिहानको टाइममा। साथी उहाँ चाहिँ पञ्चकोट धाम। आज चाहिँ क्लियर देखिरह, मौसम सफा भएर। यहाँ घाममा बसेर सुन्तला खाने कार्यक्रम हुँदैछ। खाने भए आउनु होला। गाइस हामीले चाहिँ चिया खाने बेला भयो हाम्रो। तपाईँहरूले खाना के गर्नुभयो? हामी चाहिँ टी लगाएको, जति गर्मी होस् है त्यो जाडोमा त छोड्नै भएन अनि चाहिँ एकदम लभरै हुने साथीहरू। हाम्रो यो च्यानललाई चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू, लाइक कमेन्ट सेयर गरिदिनु होला। हाम्रो यस्तै यस्तै भ्लग, डेली भ्लग हेर्नको लागि दिदीबहिनीलाई माया गरिदिनु होला। हजुरहरूको साथ सपोर्ट चाहिँ एकदम खाँचो छ हामीलाई। सब्सक्राइब गर्न चाहिँ नछोड्नु है, ल गरिहाल्नु त, त्यहाँ गरिहाल्नु साइडको। आजको भ्लग चाहिँ यति नै छोटो मिठो नै भयो आजको भ्लग चाहिँ। अब भोलिको भ्लगमा भेटौँ होला। डेली भ्लग आइ नै रहेको छ छोटो मिठो नै। अब बाई बाई।